मैले त्यो जबरजस्ती गर्न आएको छु र एउटा अदालतले निर्णय गरेको छ गणेश थापालाई साधारण सभा जान दिनु भनेर। साधारण सभा नजानु भने म आउँदिनँ थिएँ। अब अदालतको निर्णय नमान्ने एन्फाको अध्यक्ष र महासचिवले अब थाहा छैन भोलि अदालतले के गर्ला, अपेवालाना मुद्दामा के गर्ला, यसरी चाहिँ मान्छे चाहिँ जम्मा गरेर रोक्ने, यसरी चाहिँ छिर्नै नदिने। अब यो अवस्था हेरौँ त यहाँको प्रमुख जिल्ला अधिकारीले पनि अदालतको अवहेलना गर्नुभएको छ। उहाँ पनि पर्नुहुन्छ, यहाँको एसपी साहब पनि पर्नुहुन्छ। हामी सबैलाई हाल्छौँ किनभने उहाँले हामीलाई कोअपरेट गर्नु भएन। अदालतको निर्णयमा जो उपस्थित यहाँ डिएसपी साहबहरू हुनुहुन्छ उहाँहरूकोमा पनि हामी अवहेलनाको मुद्दा हाल्छौँ। उहाँहरूले हामीलाई सुरक्षा पनि दिनुभएको छैन। यहाँ हामीहरूलाई हातपात भएको छ होइन। एउटा जसले नेपाली फुटबलमा 35औं वर्षदेखि लिएर 45 वर्षसम्म चाहिँ निरन्तर नेपाली फुटबलमा चाहिँ सहयोग गरेको मान्छेलाई आज जुन किसिमको अपमान यहाँ मैले सहनु पर्यो नि, ती बसेका साथीहरू आज जो साथीहरू त्यहाँ यो काभ्रे जिल्ला भनोस् जे भनोस् गणेश थापाले मान्यता दिएर जन्मिएर आज यहाँ बनेको हो। यो मैले जन्माएको संस्था हो सबै। तर आज जसले जन्म दियो त्यो बाउ आमालाई जुन अपमान गर्ने काम भएको छ, आज जिल्ला फुटबल सङ्घ क्लब भनेर यो संरचना तयार गर्ने जसले जन्म दियो त्यो मान्छेलाई आज यहाँ अपमान हुँदाखेरि उहाँहरूले मलाई रोकिराख्नु भएको छ। ठिक छ, रोक्नुहोस्, तर मेरो आवाज चाहिँ के भने यो रोकिँदैन नि। मैले उहाँलाई भने तपाईहरु म त यहाँ के 2 जना 3 जना मान्छे आएको छु, मलाई पिट्नुहोस् मार्नुहोस् भनेर मैले भनिरहेको छु उहाँलाई। म डराउँदिनँ, हेर्नुहोस् उहाँहरूले मलाई पिटे भइहाल्यो नि। आएर चाहिँ के भनेदेखि चाहिँ उहाँहरूको मसल पाखा लिएको मान्छे आउनु भएको छ, गणेश थापालाई अट्याक गर्नुहोस् न, हान्नुहोस्, के हुन्छ? म त तयार छु। तर यसरी पुलिस प्रशासन राखेर यसरी जुन किसिमको चाहिँ के भने यो अदालतको चाहिँ के भने निर्णयलाई उहाँहरूले मान्नु भएको छैन। यो सारा तपाईँको प्राइम टेलिभिजन माध्यमबाट सारा देशभरि हेरिराख्नु भएको छ। एउटा अदालतको निर्णय नमान्नेलाई भोलि खेलकुद परिषद नेपाल सरकारले कस्तो किसिमको चाहिँ कारबाही हुन्छ त्यो हेर्न बाँकी छैन। तपाईँले देख्नु भएको छ प्रत्यक्ष रूपमा। हामी अदालतको आदेश लिएर आएका छौँ र उहाँहरूले भन्नुभएको छ के अरे यो आदेश चाहिँ के भने यो हामीले बुझेको छैन भन्नु होला। उहाँहरूले बुझ्नु